लभ एट द फर्स्ट साइट, माया एकै नजरमाको पहिलो भागलाई दिनुभएको अमूल्य मायाप्रति धेरै धेरै आभार व्यक्त गर्दछौँ। आउने संस्करणहरूलाई पनि यसरी नै माया गर्नुहुनेछ भनेर आशा पनि राख्दछौँ। यससँगै अब सुरु गरौँ लभ एट द फर्स्ट साइट, माया एकै नजरमाको दोस्रो भाग। पहिलो भागमा हामीले राम भन्ने व्यक्तिको कथा सुन्यौँ। राम जो भगवानमा विश्वास गर्दैनन्, तर एक दिन उसको जीवनमा भएको घटनाहरूले गर्दाखेरि उसलाई कतै भगवान छन् कि भन्ने अलिकति विश्वास जाग्दछ। बाटोमा राम्री लागेको केटीसँग बोल्न खोज्दा बोल्न नसक्नु, मौका गुमेको भान हुँदाहुँदै आफूले चढेको गाडीकै सिटको छेउमा त्यही केटी भेटिनु, त्यो बेला पनि बोल्ने मौका गुमाउनु र घर फर्किँदाखेरि आफू नै बसेको घरमा डेरासरी त्यही केटी आउनु, यी सबै घटनाले गर्दाखेरि रामलाई अलिकता यो संयोग मात्र नभएर सायद भगवानले नै ती दुईको भेट गराउन खोजेका हुन् कि भन्ने भान हुँदछ। अब सुनौँ आजको दोस्रो भाग। मेरो नाम सीता हो। म घरकी जेठी छोरी हो। पढाइमा ठिकठाकै छु। त्यस्तो इन्ट्रोभर्ट पनि छुइनँ। चिनेको मान्छेसँग यति बोल्छु ती मान्छेहरूले मलाई चुप लागन सीता भन्नुपर्छ। तर नयाँ मान्छेसँग घुलमिल हुनलाई अलिकता मलाई समय लाग्दछ। मान्छे राम्रै नै छु, धेरैले राम्रै छिस् भन्छन्। आफूलाई ऐनामा हेर्दा चाहिँ खासै राम्री लाग्दैन। खाना पकाउन अलिअलि जाँगर लाग्छ। गीत गाउन र नाच्न एकदमै मजा लाग्छ। स्वर खासै राम्रो त छैन, तैपनि म गीत गाउन चाहिँ छोड्ने छैन। नाच्न अलिअलि कम्मर मर्काउँछु, तर नाच्ने मौका पनि छोड्दिनँ। पढाइ ठिकै छ, अब पढिएकै छ भनौँ न। बोयफ्रेन्ड त्यस्तो कुरा सोध्नु हुँदैन के छ्या पनि भन्दिनँ म। अहिलेको जमानामा हुन्छ भनेर सोच्नु भएको होला, अहिलेसम्म छैन। मन नपरेका छैनन्, छन्, तर मन परेको भन्नाले त्यस्तो परेको होइन। राम्रो त कोही लागिहाल्छ, तैपनि त्यस्तो माया भन्ने कुरा बसिसकेको छैन। र बस्ला, अब खै त्यो त भगवानको हातमा, जे लेखेको छ त्यही नै हुन्छ भन्छन्। म भगवानमा विश्वास त गर्छु। अब सानैदेखि आमा बुवाले घरमा पूजा गरेको देख्दै आएको, मन्दिरमा शिर निहुराउँदै आएको, बाटोमा कतै मन्दिर देखे पनि ढोग्ने बानी बढेको, भगवान छन् नै त होला। त्यही भएर त यति धेरै मन्दिरहरू बनेका होलान्। भगवान नभए त सायद यी मन्दिरहरू पनि बन्दैन थिए होलान्। अनि अर्को पनि कुरा, अब हस्पिटलहरूमा पनि मूर्तिहरू राखिएको हुन्छ। अब डक्टरले बचाउन नसकेको व्यक्तिलाई भगवानकै सहाराले बचाउन सकिन्छ भनेर नै राखेको हुनसक्छ भन्ने मलाई लाग्छ। त्यसैले भगवान छन्, हुनुपर्छ। काम गर्छु, तर जति कमाइ गर्छु त्यति नै खर्च गर्छु। घरबाट अहिलेसम्म मगाउनु त परेको छैन, तर बचेको पनि केही छैन। खायो उडायो यस्तै चलिरहेछ। यस्तै चलिरहेको बेलामा मैले डेरा सर्नु पर्यो। अब यताको घरपेटीले अलि किचकिच गर्न थाले। घरि ढिला आउँछौ, घरि पानी धेरै चलाउँछौ, घरि साथीहरू धेरै आए, घरि टाइममा भाडा भएन, यान त्यान, आज सन्डे भोलि मन्डे भोलि ट्युसडे गर्दै बहाना पारेर किचकिच लागेपछि मलाई त्यहाँ बस्न अल्छी लाग्यो र मैले डेरा खोजेँ। अनि आज डेरा सर्ने पालो। त्यही भएर बिहानैदेखि एकदमै काम धेरै छ मेरो। पुरै सामानहरू मिलाउनु पर्यो, डेरा सर्ने गाडीलाई बोलाउनु पर्यो,
सबै काम आजै भ्याउनु छ, आजै नसरे फेरि भोलिदेखि अर्को महिनाको भाडा ठोक्छ हौ यो घरपेटी पनि। काठमाडौँमा पनि गाह्रै छ, मान्छेभन्दा पैसाको भ्यालु छ यहाँ, के गर्नु। अनि आज पनि अचम्मको कुरा, बाटोमा हेर्छन् नहेर्ने होइन मलाई, मैले नि हेर्छु हेर्न त। तर आज एउटा केटाले यस्तरी हेऱ्यो मलाई, यति यति यस्तरी हेऱ्यो, मलाई त एकछिन डर लाग्यो। तर अब के गर्नु भनेर आफ्नै बाटो लागेँ। पछि गाडी चढेको सिटको छेउमा पनि त्यही केटा पो छ। एलाउन के हो यो भनेर बोल्न खोजे जस्तो लाग्थ्यो मलाई, के भन्न खोजे जस्तो लाग्थ्यो। म इयरबड्स पुरै सुनेर बसिरहेको थिएँ, अनि मैले खासै वास्ता गरिनँ। गर्नु पनि त हुँदैन वास्ता, होइन र। अनि म गाडी सहित लिएर त्यही नयाँ कोठा, नयाँ डेरामा पुरै सामानहरू लिएर गएँ। सामानहरू झार्दै थियो गाडीवालाले, म भित्र मिलाउँदै थिएँ। सकेसम्म काम छिटै सकियो भने आफूलाई पनि सजिलो भन्ने हिसाबले। अनि त्यही बेलामा नयाँ घरको गेट चलाएको आवाज आयो। कोही आयो भनेर मैले यसो हेरेँ। बिहान मलाई घुरेर कहिले केटी नदेखा जस्तो गरेर हेर्ने केटा र गाडीमा परेको त्यही केटा त तरकारी बोकेर पो मै डेरा सरेको घरमा आउँछ त, होइन के मेरो पछि पछि लाएर आएको त। अब कसरी भन्नु, पुरै तरकारी बोकेर आइरहेछ। अब मेरो ब्याड लक भनौँ कि अब के भनौँ, यही घरमा बस्दो रहेछ त्यो मोरो पनि। त्यसले मलाई देख्यो पनि, हाँस्यो पनि। मैले चाहिँ खासै हाँसिनँ है। अबको मान्छे कस्तो हुन्छ, यो काठमाडौँ जस्तो ठाउँमा हरेकको विश्वास गर्न पनि त्यस्तो राम्रो हुँदैन के भनेर एकचोटि हेरेँ, अलिकति हाँसेको जस्तो गरिदिएँ। अब एउटै घरमा बसेपछि पुरै मुख फुलाएर बस्न पनि सकिने अवस्था भएन, त्यही भएर हाँसेको जस्तो गरेँ। अनि आफ्नो कोठाभित्र गएँ, तालचा लगाएर अनि खाना पकाउन लागेँ। त्यो दिन यस्तै भयो, खानासाना पकाएर सुतेँ। भोलि बिहान सबेरै उठेर अरू सामानहरू मिलाएर अफिस जानु त छँदै थियो। अब अफिस नगएर साध्य पनि भएन नि। छुट्टी माग्यो भने छुट्टी त पाइन्छ, तर स्यालेरी काटिदिन्छ। अनि स्यालेरी बिना मेरो स्किन केयर, हेयर केयर, मेरो नयाँ नयाँ कुर्ती, स्यान्डलहरूको पैसा कहाँबाट आउँछ त। के गर्नु, त्यो खर्चहरूको लागि पनि काम गर्नै पर्यो। जेनेरेसनल वेल्थ भएको भए त प्रोबेबली यो काम गर्दिन थिएँ होला। तर अब आफ्नो पुर्खौँदेखिको के भन्ने, अब मिडल क्लास फ्यामिलीको जुन रगत छ हामीमा, त्यही नै चल्दै आएको छ। काम नगरी खान पुग्दैन, खर्च तान्न पुग्दैन, काममा जानै पर्यो। र रेडी भएर कामको लागि हिँडेँ लागेको थिएँ। ढोका बन्द गरेँ, अनि लक चेक गरेँ, अनि ठ्याक्कै निस्किन लागेको बेला त्यो केटा पनि उसको रुमबाट बाहिर निस्कियो। लुगा हेर्दाखेरि ऊ पनि अफिस जानलाई रेडी नै भएको देखिन्थ्यो। अनि मतिर हेऱ्यो, मैले नि उसतिर हेरेँ। बोल्न खोजेथ्यो, मलाई हतार भइसकेको थियो, बोल्ने मलाई फुर्सद थिएन। त्यो केटा हाँस्यो, मैले नि हाँसिदिएँ। अनि आफ्नो बाटो लागेँ। त्यो पनि लाग्यो कि लाग्यो नै होला। साँझ घर फर्किएँ, तरकारीहरू किनेँ। अनि आज यसो मासु खाइदिउँ भनेर कुखुराको 1 किलो जति मासु पनि लिएर आएँ। एकजनालाई 1 किलो बढी हुँदैन, मलाई हुँदैन। मासु पाएपछि म भात नखाई मासु मात्रै खान्छु। यस्तै छ। अनि आफ्नो कोठामा गएँ। त्यो केटाको कोठाको तालचा
लागिरहेकै देखेँ मैले। तर खासै वास्ता त गर्नुपर्ने होइन। म गएँ, कोठामा गएँ, फ्रेस भएँ अनि खाना पकाउन लागेको थिएँ। ढोकामा नकनक आवाज आयो। मैले मेरो साथीहरूलाई डेरा देखाएको थिइनँ। घरपेटी पनि त्यस्तो मसँग बोल्नुपर्ने काम थियो जस्तो थिएन। त्यही भएर होइन होला सोचेँ र खाना पकाउनै लागेँ। फेरि ढकढक गरेको आवाज आयो। मैले को हो भनेर सोधेँ। त्यो केटाले म यतै छेउ रुमको केटा हो भने। मैले ढोका खोल्नै पर्यो। ढोका खोलेँ अनि उसले हाँसेर म यता छेउमा बस्छु, मेरो नाम राम हो, यहाँ बसेको करिब 1-1.5 वर्ष जति भइसकेको छ, तपाईँ नयाँ हुनुहुँदो रहेछ, यसो चिनजान गरौँ, काम लाग्छ बेला बखतमा भन्ने कुरा गर्यो। अब चिनजानै गरौँ भनेर कोठा नै ढकढकाएको मान्छेलाई म बोल्दिनँ भनेर भाउ पनि खोज्नु भएन। त्यही भएर मैले पनि भने, मेरो नाम सीता हो, म यहाँ हिजो मात्र सरेर आएको। अनि केटाले यसो मेरो कोठातिर हेऱ्यो। म के हेरेको होला सोचिरहेको थिएँ। कस्तो अचम्मको मान्छे, ढोका ढकढकाएर अर्काको कोठामा आएर वरिपरि चियाइरहेछ बा, नकचरो मोरो। त्यही पनि केही भनिनँ, मुसुक्क हाँसेँ। उसले अरू पनि कुरा गर्यो, कहाँ काम गर्नुहुन्छ, को हुनुहुन्छ घरमा, घर कता हो। मैले भने उसको बारेमा पनि सोधेँ, सोध्नै पर्यो, के गर्नु। अनि मुसुक्क हाँसेर अनि उसले म गएँ है त, केही पर्यो भने मलाई यहीँ ढोकामा ढकढक गरेर हेल्प माग्न सक्नुहुन्छ, म यहीँ हुनेछु भन्यो। मैले पनि थ्याङ्क यू भने अनि मुसुक्क हाँसेर उस गएपछि ढोका लगाइदिएँ। अनि लामो सास फेरेँ। यो केटाहरूको काम छैन, केटी देख्नै नहुने, के हो यस्तो, के गर्नु। अब आफ्नो घरमा होइन, डेरामा बसेपछि यस्तै हो। यसरी नै दिनहरू बित्दै थिए। त्यसै क्रममा एउटा शुक्रबार म अफिस जानलाई रेडी भइसकेको थिएँ। एक्कासी मुसलधारे पानी पर्यो। 8:30 बजिसकेको थियो। नजाउँ भने पनि अब अहिले आएर छुट्टी माग्न अलि सजिलो थिएन। त्यसैले पठाउ र इनड्राइभ बुक गर्न लागेँ, पाइन्छ कि कतै भन्ने आशामा। हुन त पानी परिसकेपछि त पठाउ र इनड्राइभमा कुनै राइडरहरूले राइड एक्सेप्ट गर्छन् भन्ने त अलि विश्वास गर्न गाह्रै छ। त्यही पनि आफ्नो भाग्यलाई जाँच्दै म रिक्वेस्टहरू राखिरहेकी थिएँ। यसै क्रममा राम पनि उसको कोठाबाट बाहिर निस्कियो। अफिस जाँदै हुनुहुन्छ भनेर उसले सोध्यो। मैले पनि हजुर भनेर उत्तर दिएँ। अनि यस्तो मौसममा कसरी जानुहुन्छ त, उसले सोध्यो। पठाउ र इनड्राइभमा राइडहरू बुक गर्दैछु, कसैले एक्सेप्ट गरिहाल्लान् नि भनेर भने। यत्तिकैमा रामले भन्यो, मैले एउटा ट्याक्सी बुक गरिसकेको छु, तपाईँलाई अप्ठ्यारो नलागे मैसँग जान सक्नुहुन्छ। म तपाईँलाई तपाईँको अफिस छोडिदिन्छु अनि त्यसपछि आफ्नो कार्यालयतिर लाग्छु। मैले पनि मौसम हेरेँ। त्यसपछि मेरो इनड्राइभ र पठाउमा रिक्वेस्ट कसैले एक्सेप्ट नगरेको देखेँ र हुन्छ भनेर रामसँगै जाने कुरा गरेँ। त्यतिकैमा एउटा ट्याक्सी हाम्रो गेट अगाडि रोकियो। हामी दुईजनै ट्याक्सीमा चढ्यौँ। त्यसपछि हामी एकैछिन चुपचाप बस्यौँ। मैले यो मौनतालाई भङ्ग गर्ने हिसाबले बिस्तारै कुराहरू झिक्न थालेँ। कता काम गर्नुहुन्छ, के गर्नुहुन्छ मैले सोधेँ। रामले पनि
ऊ रत्न पार्कमा एउटा कन्सल्टेन्सीमा म्यानेजरको काम गर्ने भन्यो र मलाई पनि मेरो कामको बारेमा सोध्यो। मैले पनि बागबजारमै काम गर्दछु भनेर जवाफ दिएँ। रामले मुचुक्क हाँस्दै भन्यो, हामी त एउटै गाउँठाउँमा काम गर्दा रहेछौँ नि त। मैले पनि जवाफमा मुसुक्क नै हाँसेँ। कुरा गर्दा गर्दै रामले मेरो फोन नम्बर माग्यो। अब सँगै एउटै घरमै बस्न थालिसकेको छौँ, या भनौँ बस्छौँ छुट्टा छुट्टै डेरामा, अनि अफिस जानलाई पनि एउटै ट्याक्सीमा बसिरहेको छौँ भने चाहिँ नम्बर दिन त खासै फरक नपर्ला भन्ने हिसाबले मैले उसलाई नम्बर पनि दिएँ। एकैछिनमा उसले मलाई मेरो अफिसमा ड्रप गर्यो अनि आफ्नो अफिसतिर लाग्यो। त्यस्तै दिउँसोको 5:30 जति हुन आँटेको थियो। मेरो फोनमा एउटा टेक्स्ट आयो। टेक्स्टमा लेखिएको थियो, हेलो, म राम, तपाईँको छिमेकी, तपाईँको अफिसको काम सकियो त? मैले सकिन लाग्यो भनेर जवाफ दिएँ। उताबाट सकिन लागेको भए सँगै जाउँ न त घर पनि भन्ने कुरा भयो। मैले पनि हुन्छ नि त भनेर जवाफ दिएँ। यतिकैमा उताबाट रामले मलाई कल गर्यो र भन्यो, सीताजी, यसो गरौँ न, हामी रत्न पार्कमा त्यो निलो माइक्रो भएको स्टेसनमा भेटौँ, त्यहाँबाट निलो माइक्रो चढेर घर जाऊँ। मैले पनि हुन्छ भने र आफ्नो काम ऱ्यापअप गर्नतिर लागेँ। ऱ्यापअप गरेर म जब रत्न पार्कमा निलो माइक्रोको स्टेसनमा पुगेँ, त्यहाँ राम पहिलेदेखि नै बसिरहेको देखेँ। हामी एकअर्का देखेर हाँस्यौँ र एउटा सँगै रोकिरहेको निलो माइक्रोमा गएर चढ्यौँ अनि बिस्तारै आफ्ना कुराहरू गर्न थाल्यौँ। स्कुलका कुरा, गाउँठाउँका कुरा, +2 का कुरा, ब्याचलर्सका कुरा, अफिसका कुरा, सबै कुराहरू हामी बिस्तारै गर्दै थियौँ। यस्तै क्रममा रामले फ्याट्ट सोधिहाल्यो, तपाईँको कोही केटा साथी छ कि छैन? म एकछिन जवाफ दिन अकमक्काएँ र भने, केटा र केटी दुवै खाले साथीहरू छन्, अनि मुसुक्क हाँसेँ। रामले फेरि भन्यो, तपाईँलाई राम्रैसँग थाहा छ मैले कस्तो केटा साथीको बारे कुरा गर्दैछु। म राती भएँ, मतलब मेरो मुख लाजले रातो भयो। अनि रामले भन्यो, म जिस्किएको मात्रै, तपाईँलाई उत्तर दिन मन छैन भने नदिँदा पनि हुन्छ। अनि मैले भने, तपाईँले भन्नुभएको जस्तो केटा साथी चाहिँ मैले अहिलेसम्म भेटेकी छैन। रामले भन्यो, खोज्दै हुनुहुन्छ त? मैले भने, खोजिसकेकी त छैन, खोज्नु पर्छ जस्तो पनि लाग्दैन, तर भेटिए भने पनि ठिकै छ। अनि मैले फेरि सोधेँ, तपाईँले चाहिँ आफ्नो मनमिल्ने केटी साथी भेट्नुभएको छ कि छैन त? रामले भन्यो, अहिलेसम्म भेटिसकेको त मैले पनि छैन, तर कोही यो रामको सीता बन्नलाई रेडी छ भने म इन्कार पनि गर्ने छैन। रामले सीताको शब्द लगेर आफ्नो नामसँग जोड्दा म एकछिन झसङ्ग भएँ। कतै यो रामले म सीताको बारे त कुरा गरिरहेको छैन, कतै मलाई नै त साइड हानिरहेको छैन। एकछिन म चुप लागेँ। तपाईँलाई भनेको होइन, अब तपाईँको नाम सीता नै छ त, मेरो नाम राम नै छ त। अब राम सीता त भगवानको जोडी हो नि त, मैले कुरामा भनेको, अन्यथा नलिनुहोला भनेर रामले मुस्कुराउँदै भन्यो। म लाजले झन् भुतुक्कै भएँ। सहनै नसकेर मैले 2 हातले आफ्नो मुख छोपेर मरी हाँसेँ। राम पनि मरी हाँस्यो। त्यस्तै क्रममा हाम्रो स्टेसन
माइक्रोको स्टेसन पनि आइपुग्यो। हामी त्यहाँबाट झऱ्यौँ र बिस्तारै कुरा गर्दै आफ्नो कोठातिर लाग्यौँ। कोठामा गएर म फ्रेस हुँदै थिएँ, त्यत्तिकैमा रामले फेरि टेक्स्ट गर्यो, खाना पकाउँदै हुनुहुन्छ? तरकारी के पाक्दैछ नि? मैले खानाको तर्खर हुँदैछ, तरकारीमा आलु र भिन्डी भनेर उत्तर दिएँ। रामले लेख्यो, मलाई आज अति नै अल्छी लागिरहेको छ, के तपाईँ मलाई पनि एक बटुको तरकारी बनाइदिन सक्नुहुन्छ? मैले भइहाल्छ नि, तरकारी रेडी भएपछि तपाईँलाई टेक्स्ट गर्छु, त्यसपछि लिन आउनुहोला भनेर जवाफ दिएँ। त्यसको 15 मिनटपछि मैले उसलाई टेक्स्ट गरेँ, तरकारी रेडी भयो, लिन आउनुहोस्। उसले रिप्लाई दियो, ओहो, तरकारीको बास त यहाँसम्म आइरहेको छ, एकदमै मिठो तरकारी बनाउनु भयो जस्तो छ। मैले लेखेँ, पहिला तरकारी चाख्नुहोस् अनि मिठो भयो कि भएन प्रतिक्रिया दिने होला। त्यो भनेको 2 मिनटमै मेरो ढोकामा ढकढक गरेको साउन्ड आयो। मैले ढोका खोलेँ र रामलाई बटुकोभरिको तरकारी दिएँ। उसले पनि धेरै धेरै धन्यवाद, म चाखेर हजुरलाई यसको फिडब्याक दिनेछु भनेर आफ्नो कोठातिर लाग्यो। म पनि खाना खाएँ अनि त्यसपछि आफ्नो घरधन्दा सकेँ अनि यसो फोन चलाउँ भनेर चलाउन मात्र बसेकी थिएँ, फेरि रामको टेक्स्ट आयो। लेखेको थियो, तरकारी एकदमै स्वादिष्ट छ, मलाई पनि यस्तै स्वादिष्ट तरकारी बनाउने मान्छेको खोजी छ, जसले मलाई जिन्दगीभर यस्तै मिठो र यस्तै स्वादिलो खाना खुवाइरहोस्। अनि अन्तिममा हाँसोको इमोजी थियो। म फेरि रातै भएँ अनि बिस्तारै लेखेँ, खोज्नुहोस् न त। उताबाट रिप्लाई आइहाल्यो, म अलि अल्छी छु के, खोजिरहन भ्याउँदिन, यसै छेउछाउको कोही छ भने यसो भनिदिनु न मलाई। म झनै रातो भएँ। फेरि लेखेँ, तपाईँले भ्याउनुहुन्न भने म खोजिदिउँला नि, नभए हामी 2 जना मिलेर खोजौँला नि, कि कसो? उताबाट उत्तर आइहाल्यो, मैले त खोजिसकेको छु, मात्र मैले खोजेको मान्छेले चाहिँ मलाई रोज्नु पर्यो। यसपालि म यति राति भए, मेरो मुख, हात, नाक, कान, जिउ यसरी तात्यो, यसरी झमझमायो कि मैले उत्तर नै दिन सकिनँ। यत्तिकैमा उताबाट चुप्पाको इमोजी आयो र छिनभरमै डिलिट पनि भयो। अनि त्यसपछि सरी, मिस्टेकनली थिचियो भन्ने टेक्स्ट आयो। मेरो मनमा बेजोडले बाजा बज्न थाल्यो। हाँसोको इमोजी पठाएँ र सुत्ने तर्खरमा लागेँ। यता फर्किएँ, उता फर्किएँ, तर निन्द्रा आएन। मनमा काउकुती लागिरह्यो। कोल्टी फेर्दैमा कतिखेर निदाएछु याद नै भएन। भोलिपल्टदेखि सँगै अफिस जाने र सँगै घर फर्किने बानी पर्यो। कहिले उसको भान्साको तरकारी त कहिले मेरो भान्साको तरकारी दुवै मिलेर खान थाल्यौँ र बिस्तारै बिस्तारै सँगै खाजा खाने, सँगै घुम्न जाने र कहिलेकाहीँ त मुभी पनि हेर्न जान थाल्यौँ। यो सीतालाई कलियुगको छट्टु रामले पटाइहाल्ने भयो भनेर म कहिलेकाहीँ सोच्दथे र मनमनै मुस्कुराउँथे। यसरी नै दिनहरू बित्दै गए। उसको मुख नहेरी मलाई अब खाना पनि रुच्न सक्दैनथ्यो। रामले उसको भावना खुलस्त भनिसकेको त थिएन, तर हामी यति धेरै नजिकिसकेका थियौँ कि एकअर्काको भावना शब्दमा प्रस्फुटन गर्न जरुरी न उसले ठान्यो न मैले नै। जिन्दगी अलि बेग्लै रमाइलो लाग्न थालेको थियो। राम जस्तो अरू कोही छैन भन्ने भान हुन थाल्यो मलाई पनि। त्यस्तैमा
एक दिन रामको घर जानुपर्ने काम पर्यो। उसको हजुरबुवा अलि सिकिस्तै पर्नुभयो भन्ने खबर आएर ऊ एका बिहानै घरतिर हिँड्यो। फोनमा कुरा गरौँला भन्दै उसले जाने बेलामा मलाई बेसरी अँगालो हाल्यो। मैले पनि थाम्न सकिनँ। उसको अँगालोमा सर्प बेरिएसरी बेरिएँ। आज राम घर गएको नि 3 महिना भइसक्यो। ऊ घर गएको हप्ता 10 दिनमै उसको हजुरबुवाको देहावसान भयो। ऊ घरकै काममा व्यस्त भयो। कहिलेकाहीँ टेक्स्ट हुन्थ्यो, तर त्यति मजाले कुरा भएको थिएन। छिट्टै काठमाडौँ आउँछु भनेको थियो। अन्तिम कुरा हुँदा कुरा भएको पनि 3-4 दिन भइसकेछ। मलाई उसलाई हेर्न आतुरी छ। उसलाई देख्ने बित्तिकै यस्तो अँगालो हालेर रुन मन छ। रामले नभने पनि अब म नै मेरो मनको कुरा उसलाई भन्नेछु कि म तिम्रै हुँ। यी सीता रामकै भई। यी कुराहरू सोच्दै आफैसँग मुस्कुराउँदै म एक दिन अफिसबाट घर पुग्छु। गेटबाटै रामको कोठामा भाँडाकुँडाहरू चलाएको आवाज सुन्छु। यति खुसी त म मेरो स्किन केयर प्रडक्ट्स 80% सेलमा जाँदा पनि भएको थिइनँ। हतार गरेर घरभित्र जान्छु र उसको ढोका ढकढकाउँछु। एकछिनमा ढोका खुल्दछ र एउटा नयाँ मान्छेको अनुहार देख्दछु। रामको कोही साथीभाइहरू रामसँगै आएको होला ठानेर मैले कोठा यताउता हेर्दै राम खै त भनी सोध्छु। त्यो केटोले मलाई शिरदेखि खुट्टासम्म हेर्दै भन्छ, भिनाजु त अब गाउँमै बस्नुहुन्छ, उताकै व्यापार हेर्न। मैले फेरि भन्छु, नाइ यो कोठामा बस्ने रामको कुरा गरेको। उसले भन्छ, मैले नि उहाँकै कुरा गरेको नि। मैले केही जवाफ दिन नै सक्दिनँ। अक्क नवक्क ढोकामै ठिङ्गै उभिरहन्छु। म अल्मलेको देखेर उसले भन्छ, म चाहिँ उहाँको सालो। रामको बिहे भएको त थाहै थिएन। म अलि हाँसे जस्तै गरी आफ्नो पीडा लुकाउन खोज्दछु। उसले भन्यो, अस्ति हजुरबुबा सिकिस्त हुँदा भिनाजुको बिहे हेरेर मर्न पाऊँ भन्नुभयो। त्यही भएर हतारमा नै बिहे भयो। नभए अर्को साल हुने कुरा थियो। म छाँगाबाट खसे जस्तै हुन्छु। आकाश र धरती फाटे सरह हुन्छ। मुटु बेसमरी दुख्छ। पहिलो मायाको यस्तो तितो अनुभवले म शिथिल हुन्छु र कुन बेला आफ्नो कोठामा आएर खाटमा पल्टिन्छु मलाई हेक्का हुँदैन। रुन खोज्छु, आँसु पनि आउँदैन। सायद अझै मलाई विश्वास भइरहेको छैन कि रामले मलाई यसरी धोका दिन सक्दछ। खाना नि खान रुचि भएन। कोल्टे फेरेर सुत्न खोज्छु, गीत सुनेर मन फकाउन खोज्छु, केही पढ्न खोज्छु, सिनेमा हेर्न खोज्छु, ध्यान जतिसक्दो रामबाट टाढै लगाउन खोज्छु। केहीले काम गर्दैन। त्यसपछि कुनै बेला म निदाउँछु। भोलिपल्ट आँखा खोल्दा सिरानी चिसिएको भेट्दछु। समयले मलाई उसको घरमा आमा बुवा भेटाउन लाग्दैछ। म पनि खुसी छु। मेरा घरका नातेदार र आमा बुवा सबै समयको घरमा हाम्रो बिहेको कुरा छिन्नलाई आउँदै हुनुहुन्छ। म समयको हात समाउँदै उसको घरतिर लाग्दैछु। घर नजिक आएपछि मैले हात छुटाउन खोज्छु, तर समयले झन् बेसरी मेरो हात समातेर उसको घरको गेट खोल्छ र मलाई तानेर लग्छ। म अलि लजाउँछु र हाँस्छु। मेरो मुख रातै भएको मलाई महसुस हुन्छ। यत्तिकैमा समयले मेरो हात छोड्छ र अगाडि उभिएको एक पुरुषलाई टोक्छ र भन्छ, दर्शन भिनाजु। मैले त्यो पुरुषलाई हेर्छु। उसले पनि मलाई एकटकले हेरिरहन्छ। अनि समयले भन्छ, ऊ सीता
हजुरकी हुनेवाला बुहारी। अनि मलाई हेर्दै भन्छ, उहाँ राम बिनाजु के त? तिमी उहाँलाई खोज्दै आकी थियौ नि, म पहिलोपटक काठमाडौँ डेरामा बस्दा। मैले बिस्तारै भन्छु, कहाँ नचिन्नु नि उहाँलाई, मलाई कसरी छक्क्याउनु भएको छ उहाँले। अनि अलिकता हाँस्दै रामको खुट्टा ढोक्दै भन्छु, ढोगे भिनाजु, हजुरको सालो हजुरभन्दा राम्रो रहेछ। एकचोटि हात समाएपछि छोड्दै छोडेन। हाम्रो वैवाहिक जीवनको लागि आशिष दिनुहोला। यति भनेर रामको मुख हेर्छु। रामको मुख रातै भएको देख्छु। आँखा खाली खाली देख्छु। सास फेर्न रोकिए जस्तो देख्दछु। केही बोल्नै सक्दैन राम। समयले मेरो हात समाउँदै भन्छ, भिनाजु मात्र होइन, सबैलाई भेट्नुपर्छ, आऊ। म हाँस्दै उसको पछि जान्छु र अन्तिमचोटि पछाडि फर्केर हेर्छु। रामले मैतिर हेरिरहेको देख्छु। लाग्थ्यो ऊ केही भन्न खोजिरहेथ्यो, तर मैले समयसँग हिँड्न थालिसकेको छु। पाना फर्काएर हेर्ने बानी मेरो पनि छैन। समयले मलाई उसको घरमा आमा बुवा भेटाउन लाग्दैछ। म पनि खुसी छु। मेरा घरका नातेदार र आमा बुवा सबै समयको घरमा हाम्रो बिहेको कुरा छिन्नलाई आउँदै हुनुहुन्छ। म समयको हात समाउँदै उसको घरतिर लाग्दैछु। घर नजिक आएपछि मैले हात छुटाउन खोज्छु, तर समयले झन् बेसरी मेरो हात समातेर उसको घरको गेट खोल्छ र मलाई तानेर लग्छ। म अलि लजाउँछु र हाँस्छु। मेरो मुख रातै भएको मलाई महसुस हुन्छ। यत्तिकैमा समयले मेरो हात छोड्छ र अगाडि उभिएको एक पुरुषलाई टोक्छ र भन्छ, दर्शन भिनाजु। मैले त्यो पुरुषलाई हेर्छु। उसले पनि मलाई एकटकले हेरिरहन्छ। अनि समयले भन्छ, ऊ सीता, हजुरकी हुनेवाला बुहारी। अनि मलाई हेर्दै भन्छ, उहाँ राम बिनाजु के त? तिमी उहाँलाई खोज्दै आकी थियौ नि, म पहिलोपटक काठमाडौँ डेरामा बस्दा। मैले बिस्तारै भन्छु, कहाँ नचिन्नु नि उहाँलाई, मलाई कसरी छक्क्याउनु भएको छ उहाँले। अनि अलिकता हाँस्दै रामको खुट्टा ढोक्दै भन्छु, ढोगे भिनाजु, हजुरको सालो हजुरभन्दा राम्रो रहेछ। एकचोटि हात समाएपछि छोड्दै छोडेन। हाम्रो वैवाहिक जीवनको लागि आशिष दिनुहोला। यति भनेर रामको मुख हेर्छु। रामको मुख रातै भएको देख्छु। आँखा खाली खाली देख्छु। सास फेर्न रोकिए जस्तो देख्दछु। केही बोल्नै सक्दैन राम। समयले मेरो हात समाउँदै भन्छ, भिनाजु मात्र होइन, सबैलाई भेट्नुपर्छ, आऊ। म हाँस्दै उसको पछि जान्छु र अन्तिमचोटि पछाडि फर्केर हेर्छु। रामले मैतिर हेरिरहेको देख्छु। लाग्थ्यो ऊ केही भन्न खोजिरहेथ्यो, तर मैले समयसँग हिँड्न थालिसकेको छु। पाना फर्काएर हेर्ने बानी मेरो पनि छैन।